चम्पादेवी डाँडा कता अरे वहाँ नै जुम गर्छु ल देखिन्छ देखिँदैन 2x मात्र हुने रहेछ यसमा त 4K भिडियोमा धेरै जुम हुँदैन रहेछ अहिले 4K खिच्यो नि त्यहाँ माथि टुप्पीमा जानुपर्ने है यत्रो हाइट आइसक्यो तल झरेर ऊ पर जानुपर्ने पल्लो बाटो कुन अनि उनीहरू सिधै गएको छ अनि हामी गएको छैनौँ ए यो डाँडा त यहाँबाट जोडिने रहेछ म तल खोल्ची पो झर्नुपर्छ होला भनेर यो गाउँमा बस्नु चाहिँ मजा आउँछ होला चारैतिर जङ्गल फ्रेस हावा है पानीको असुविधा कहिले नहुने तर स्कुल चाहिँ घर विद्यार्थी नानीहरूलाई त्यहाँ बस्नुको लागि चाहिँ उतै ठाउँ ठिक रहेछ जनै पूर्णिमा दिउँसै रात पऱ्यो क्या किरा कराउनु थाल्यो त्यहाँदेखि ट्याउडा गर्दै यो के बाँस अरे मालिङ्गो यो त चिसो ठाउँमा मात्र हुन्छ होइन मालिङ्गो त मालिङ्गो सानो टुप्पी आइसक्यो नि प्लेन उड्ने भन्दा कहाँ माथि है बादलले छुन आँटिसक्यो बाहिर के अरे नास्पातीको भाइ मैल सेम नास्पाती जस्तै यो चाहिँ काफलको बोट काफलको पत्ता यस्तो हुँदैन सानो फल्छ होला त काफल यस्तोमा है त्यहाँ पुग्नु पर्ने अहिले त हामी यो के भन्छ कुमकुम आइपुग्यो आगो बालेर पनि मरेको छैन यार बोट यो त काँचैमा आगो लाग्छ अरे नि त चौदह काठमाडौँको तपाईँले टाढो त्यो डाँडा पानी आउँदो रहेछ उपर डाँडा खोजमा बत्ती बलेकोहरू देख्नुहुन्थ्यो नि उतिनेरै हो त्यही त होटल घरहरू थुप्रो रहेछ त त्यहाँ पनि पानी पर्दो रहेछ पर त झरेकै देखिँदो रहेछ पानी देखिन्छ जुमले खोइ यति नै हो 4Kमा खासै जुम हुँदैन रहेछ फेवाताल ए होइन अस्ति माछा खिचेको यति एरियामा मात्रै घाम लागिरहेछ पर खतरा है यता पानी परिरहेछ चौबा डाँडा यत्रो खाली छ हेर्नु अझै यहाँ पानी परै देखिरहेछ
काठमाडौँमा यता घाम लागिरहेछ अलिकति। लु अहिले हामीलाई भिजाउँछ लु त्यति नै भिज बादल आइसकेको छ, अब बादलले छुने बेला हुन आँटेछ। भिज्ने बेला भयो भन्नु नि। अघि ऊ परबाट खिचेको भिडियो किरणलाई पनि त्यहाँबाट फोन गरेको होइन कि त्यहाँभन्दा यहाँ अझै टाढो, त्यहाँबाट प्लेन त्यहाँभन्दा तल उठ्थ्यो झन् यहाँ आउँदा प्लेन भन्दा पनि माथि अझै माथि। लु रेलिङ पनि राखिदिएको रहेछ। लु आउनु न धेरै टुप्पो छ कति खान्छ फेरि। लु लेट्स गो टुप्पो जानुपर्छ टुप्पो। भिडियो गरेको अब चाहिँ आइपुग्नु आज माथि डाँडा रहेछ है। पानी पो आउँदैछ कि आइ त सक्यो बादल त नि। हो चम्पादेवी मन्दिर आइपुग्यो। त्यहाँ पुग्दा त भस्मै हुन्छ होला नि त। यहाँ आउँदा त भस्म होइन आँटिसक्यो। भस्मेश्वर डाँडा मजाले कपेर बनाएको रहेछ है काठमा। पानी पो आउनु आँटेन। यही हो चम्पादेवी मन्दिर। नागरिक बनौँ भन्छ आलु उसिनेर ल्याएर रहेछ भक्कु